हेलो नमस्ते गुड मर्निङ। आज चाहिँ म पहिलो प्रारम्भिक चरणको एउटा लाइनमा आइपुगेको छु। दिस इज माई फर्स्ट लाइन। योभन्दा 4-5 वर्ष अगाडि मैले फाइनली रूपमा एउटा कन्सेप्ट तयार गरेको थिएँ। त्यो कन्सेप्टको पहिलो रूपरेखा भनेको धार्मिक र पर्यटकीय क्षेत्रलाई चाहिँ एउटा तीव्र रूपमा कोन्जुसोम र महाङ्कालको स्थलमा निर्माण गर्ने। हामीले निर्माण गर्ने भनेर मात्र हुँदैन, त्यसको एउटा स्क्रिप्ट तयार गर्नुपर्छ। यसको फाइनल एउटा डिस्क्रिप्सन तयार गर्नुपर्छ। डिस्क्रिप्सनको रूपमा लिनुभएको थियो हाम्रो इन्जिनियर सम्पूर्ण महर्जन। भिडियो एडिटरको सब काम चाहिँ हाम्रो आशिष मानन्दरले गर्नुभएको थियो। मैले यहाँ चाहिँ तपाईँको थेम के देखाउन चाहन्छु भने म टुरिज्म प्लेसको फर्स्ट लाइन होटेल एन्ड रिसोर्टको लागि यहाँ तपाईँकै जग्गा लाइनमा आइपुगेको छु। यहाँ तपाईँहरूले मजाले देख्नुहुन्छ, नेचुरली भ्यू छ। यहाँ चाहिँ तपाईँको एउटा 60 देखि 1 करोडसम्मको लागतमा बन्दै गरेको यहाँ हजुरहरूकै सामु स्पेसली एउटा चाहिँ राम्रो इन्भाइरोमेन्ट, पिसफुल माइन्ड कोन्जुसोमको सीमा क्षेत्रमै प्रारम्भित रहेको छ। ठ्याक्कै यो हाम्रो डेस्टिनेसन कहाँ भन्नुहुन्छ भने लेलेबाट 30 किलोमिटर मात्र बाँकी छ। अब यसलाई हामीले स्टेप वाइज भन्न चाहन्छु। यो फाइनल डिस्क्रिप्सन चाहिँ हामीले 6 महिनाभित्रमा तयार गर्दैछौँ। यसको लागत इस्टिमेट रहेको छ 60 लाखदेखि 1 करोडसम्म। हामी 60 लाखदेखि सुरुवात गर्दछौँ। यो लागतलाई कसरी गर्दैछौँ भने म तपाईँलाई डिटेल रूपमा फेरि देन आफ्टर म आउने छु है त। यो चाहिँ कुनै तपाईँको स्क्याभेटर युज गरेको छैन। हामीले यहीँकै स्थानीयहरूलाई एउटा केही जिम्मेवारी दिएर यहाँ काम गरेको छौँ। अब नेक्स्ट मन्थदेखि हामी स्क्याभेटर युज गरेर यहाँको ल्यान्ड सम्पाउने काम गर्छौँ। यसको टोटली रूपमा चाहिँ तपाईँ यहाँ अगाडि आउन सक्नुहुन्छ। यसको टोटली ल्यान्डहरू चाहिँ तपाईँले धार्मिक र पर्यटकीय रूपमा बनाउनको लागि हामीले पहिलो सेसन चाहिँ यहाँ खाना पिउना यहाँ गेस्टहरू आउनुहुन्छ, विभिन्न खालको सेयर होल्डरहरू आउनुहुन्छ, बिजनेसम्यानहरू आउनुहुन्छ। एज अ टिमको रूपमा काम गर्नको लागि आउनको लागि हामीले खानपिनको लागि उचित म्यानेजमेन्ट नभएर हामीले सुरुको प्रारम्भिक चरण चाहिँ हामीले रेस्टुरेन्ट खोल्दैछौँ। किन भन्दाखेरि कुनै पनि प्रोजेक्टलाई कुनै पनि एउटा चाहिँ टिम वाइजबाट गर्ने बिजनेसलाई हामीले खानपान नभइकन हामीले हुँदैन। किनभने यो चाहिँ तपाईँको दक्षिण भेगमा रहेको यो चाहिँ टुरिज्मको लागि मोस्ट इम्पोर्टेन्ट प्लेस हो। माथि ठ्याक्कै डाँडामा तपाईँले कोन्जुसोमको त्रिमूर्ति देख्नुहुन्छ है। यहाँबाट ठ्याक्कै तपाईँको मेबी 16 किलोमिटरदेखि 20 किलोमिटर चाहिँ तपाईँको बतासे गुम्बा देख्नुहुन्छ है। देन यहाँबाट ठ्याक्कै तपाईँको